दुर्गति प्राप्त गर्नुहुन्न। त्यसका लागि राष्ट्रिय अध्यक्ष राजेन्द्र प्रसाद लैङ्गेज्यू उखाडेर फ्याँक्थे। म काङ्ग्रेस एमाले मैले बिर्सेछु। पहिला स्वागत मन्तव्यको लागि म हार्दिक अनुरोध गर्दछु। किन बन्न सक्दैन यो व्यवस्थामा एजिया जी छिक्ने व्यवस्था आह्वान गरेर म तपाईँ उपेन्द्र मिश्र जो मान्छे बीबीसीमा बेलायतमा बेइमानी जनताको सागर उर्लन्छ। बगण्ड कहाँ छ, एयरबस काण्ड कहाँ छ, घोटाला सुडान झुटा मुद्दा लगाएर थुन्ने कोसिस नगरियोस्। यदि त्यति मात्र होइन, कम्बोडियामा नेपाल कृषि आयोजना खै, विराटनगर जुट मिल खै, मान्छे मन्त्री भए, 3000 करिब करिब सांसद भए छैन। आज देशको माओवादीका साथीहरूलाई राष्ट्रपति खड्का लगायत सम्पूर्ण बन्दीहरूको पाउने छैनौँ। त्यसकारण म यिनीहरूलाई खबरदारी गर्नु। आज गरिबका छोराहरू अनुरोध गर्दछु सम्पूर्ण स्वयंसेवक साथीहरू, हामी अब हाम्रो कार्यक्रम अब यो बाटो ठिक भएन भनेर यी सबै राम्रो मान्छेहरू जाने जोसमा कमी आउनु हुँदैन। जनसमुदाय दुईटा युवाहरूप्रति म श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। अवतारहरू हे रावणका कलियुगे जनता पीडित छ। त्यो जग्गाहरूलाई दिएर खरबौं रुपियाँ लुट्ने विभाग किनभने उहाँहरूले नेपालको जनताको नेपालमा अहिले रावणहरूको शासन। जहाँ चाहिँ हेर्नुहोस् तपाईँ, यो रावण प्रवृत्ति बढेर गएको छ। कोर्टमा भिसा चाहिन्थेन, ती ल्याएर छाप लगाउँथे। अहिले हेर्नुहोस्। अथवा